क्लासमा सबैलाई स्वागत छ। यो भिडियोमा हामी क्लास 10 को जुन पढशाला एससीमा सोधिएको क्वेशन 2080 साल कोशी प्रदेशमा सोधिएको क्वेशन हामी यस भिडियोमा सल्भ गर्न गइरहेका छौं। जुन पार्ट 3 भिडियो हो यसमा हामी क्वेशन नम्बर 9 देखि क्वेशन नम्बर 12 सम्म गर्नेछौं। 4 वटा क्वेशन गर्नेछौं यो भिडियोमा र भिडियो तिमीहरूले अन्त्यसम्म हेर्नु होला र अर्को भिडियोको लागि यो च्यानललाई सब्स्क्राइब गर्नु होला, लाइक गर्नु होला। अब हामी क्वेशन सल्भ गर्नतर्फ लाग्यौं। यो प्रिभियस इयरको क्वेशन हो 2080 साल कोशी प्रदेशबाट सोधिएको यो क्वेशन छ। क्वेशन नम्बर 9 मा के छ भन्दाखेरि दुईवटा क्रमगत धनात्मक संख्याहरूको गुणनफल 420 छ। अब यो धनात्मक संख्याहरू भनेको छ गुणनफल 420 छ। द प्रोडक्ट अफ टु consecutive पोजिटिभ नम्बर इज 420 यो इंग्लिशमा छ र अरु ए मा र बी मा के सोधिएको छ भने दुई मार्क हो, टोटल 4 मार्क्सको क्वेशन हो। ए मा के छ भन्दा व्हाट आर द नम्बर्स, अब कुन नम्बर्स त्यो फाइन्ड पता लगाउनु पर्यो र बी मा के छ उक्त संख्याहरूबाट कति घटाउँदा गुणनफल 182 हुन्छ। अब कति दुवैबाट कति घटाउँदा एउटाबाट कति घटाउँदा त्यो 182 हुन्छ भन्ने पत्ता लगाउनुहोस्। अब यसको सल्युसन गर्दा लेट ए मा ए को सल्युसन गर्दा हामीले पहिला ए को कुन अंक हो त्यो पत्ता लगाउँछौं। पहिला लेट को सल्युसन ए को सल्युसन गर्दा लेट टु consecutive पोजिटिभ नम्बर आर एक्स, दुईटा मानेको छ जस एउटा x हो र अर्को x+1 हो। स्पेशली यो क्रमशः हामी मानेको छ अकॉर्डिंग टु द क्वेशन। अब क्वेशन अनुसार के छ भने दुईवटा क्रमगत धनात्मक संख्याहरूको गुणनफल अब के मल्टिप्लिकेसन भनेको छ यहाँ। तब दुईटैको मल्टिप्लिकेसन गर्दा x * x+1 = 420 भइसक्यो। अब यसलाई सल्युसन गर्दा x ले x+1 मा मल्टिप्लाई गर्दा x² + x भइसक्यो र यो 420 यता गयो भने इक्वल के यहाँ अगाडि आयो भने माइनस हुन्छ किनभने यो प्लसमा छ। यहाँ -420 भयो, यहाँ बाँकी रहेको 0 = 0 भयो। अब यसलाई हामी के गर्छौं, अब फर्स्ट इन्टु लास्ट गर्छौं। जुन मेथडबाट के फर्स्ट इन्टु लास्ट मेथडबाट हामी युज गर्छौं। अब यहाँ के छ फर्स्ट इन्टु लास्ट गर्दा x² + 21 x - 20x - 420 = 0 भए। अब यसलाई हामी सल्युसन गर्दा के हुन्छ, अब दुईटैबाट हामी x कमन लिन्छौं। x कमन झिक्दा हामीले के बाँकी रह्यो x + 21 अर्को यहाँ -20 कमन लिँदा x + 20 बाँकी रह्यो र इक्वल टु 0 भयो यहाँ। अब हामी के गर्छौं मिलो एक ठाउँमा लेख्ने x + 21 अर्को x + 21 एक ठाउँमा लेख्ने x + 21 भयो र बाँकी के x - 20 अब x - 20 = 0 भयो। अब यो त दुईटा कन्डिसन आयो, आइदर हामी एउटा लिने पहिला के x + 21। अब x + 21 = 0 भयो। अब यसलाई गर्दा हामीले के हुन्छ x = -21। अब यो त नेगेटिभ आयो साइन, त्यो के इम्पोसिबल हो किनभने नम्बर के छ भन्दाखेरि नेगेटिभ आउँछ इम्पोसिबल किनभने यहाँ हामीले त भ्यालु यहाँ पोजिटिभमा दिएको छ नि त, यहाँ भ्यालु त यहाँ पोजिटिभमा दिएको छ त्यसकारण यो नेगेटिभ नम्बर हुन सक्दैन। और अर्को यसकै हामी के अब हामी 20 लिँदा x - 20 = 0 लिँदा हामी x = 20 भयो, यो किन यो पोसिबल हो पोजिटिभ नम्बर हो। अब नाउ x = 20 लिँदा x + 1 = 20 + 1 = 21। अब दुईवटा नम्बर भयो, सो एउटा 20 र अर्को 21। अब सो द रिक्वायर्ड नम्बर इज 20 एन्ड 21 भइसक्यो। दुईवटा नम्बर 20 र 21, 20 * 21 गर्दा के हुन्छ 420 हुन्छ। त्यही अब दोस्रोमा के छ भन्दाखेरि इफ सबट्र्याक्टिङ y from this number according to the question। अब यसबाट हामी के त्यो सबट्र्याक्टिङ गर्दा के हामी कति सबट्र्याक्टिङ भन्दा y सबट्र्याक्टिङ गर्छ हामी मानेको छ कति हो सबट्र्याक्टिङ गर्दा y सबट्र्याक्टिङ गर्दा दुवैको मल्टिप्लिकेसन गर्दा कति हुन्छ 182। अब के छ 20 - y अर्को 21 - y। अब दुईटैबाट हामीले y माइनस गरेर त्यसको मल्टिप्लाई गर्दा हामीले कति हुन्छ 182 आउँछ। त्यो क्वेशन नम्बर बी मा भनेको छ, त्यसकारण हामी यस्तै गरेको छौं। अब यसरी गर्दा यो 20 - y * 21 - y मल्टिप्लाई गर्दा के हुन्छ 420 - 20y - 21y + y² र अर्को यहाँ यो 182 लाई इक्वलका अगाडि लाँदा -182 = 0 भयो। अब हामीले के गर्छौं भन्दा माइनस गर्छौं। यसमा हामी के पहिला माइनस र यो माइनस के हुन्छ प्लस भइहाल्छ, त्यसकारण माइनस प्लस -41y भयो। अर्को यहाँ यो y² अगाडि लियो र यो के छ भन्दाखेरि यसमा हामी के गर्छौं पहिला 420 - 182 गर्दा के हुन्छ +238 भइहाल्यो र इक्वल टु 0। अब यसलाई हामी फर्स्ट इन्टु लास्ट गर्छौं। अघिल्लो जस्तो हामी फर्स्ट इन्टु लास्ट गर्दा के हुन्छ भन्दाखेरि y² - 34y - 4y + 238 = 0 भयो। अब यति भयो। अब यसबाट हामी कमन लिने, अब कमन कुन लिने भन्दाखेरि कमन लिँदा y कमन लिन्छौं भने y - 34 यहाँ y - 34 भयो र अर्को यहाँ हामी -7 कमन लिँदा y - 34 भयो। अब दुईटा सिमिलर भयो भने एक ठाउँमा लेख्ने त y - 34 एक ठाउँमा र अर्को y - 7 एक ठाउँमा त y - 7 भयो इक्वल टु 0।
अब यतिसम्म त भयो। त अब हामीले फेरि यहाँ दुईटा कन्डिसन आयो नि त। अब y - 34 र अर्को y - 7। अब यसलाई हामी सोलुसन गर्दा x - 34 लिँदा के हुन्छ, x = 34। अब x = 34 भन्दाखेरि धेरै सङ्ख्या भयो किनभने यहाँ त आउनु पर्ने त 20 र 21 को मुनि आउनु पर्यो, किनभने माइनस गर्नु पर्यो त मुनि आउनु पर्यो, त्यसकारण यो इम्पोसिबल हो। अर्को अब x - 7 राख्दा हामीलाई इक्वल टु के हुन्छ भने 7 भइहाल्यो, x = 7 यहाँ भइहाल्यो। अब x = 7 यहाँ भइहाल्छ किनभने पोसिबल हो, किनभने यो 20 भन्दा र 21 भन्दा तल छ। अब 20 बाट हामीले 7 माइनस गर्दा त के हुन्छ भन्दाखेरि 13 हुन्छ र अर्को यहाँ के यसबाट माइनस गर्दा कति हुन्छ भन्दाखेरि 14 हुन्छ। अब 13 × 14 गर्दा हामीले मल्टिप्लाई गर्दा 82 भइहाल्छ नि, त्यही हो। अब नम्बर हेन्स रिक्वायर्ड नम्बर इज 7। अब यही हो 7 नम्बर। हामीले 20 बाट 7 माइनस गरेर फेरि यहाँ 21 बाट 7 माइनस गरेर जुन आउने दुईवटा भ्यालु 13 र 14 मल्टिप्लाई गर्छौँ एक ठाउँमा भन्दाखेरि त्यसको भ्यालु 182 यहाँ भइहाल्यो। यतिसम्म सोलुसन भयो क्वेसन नम्बर 9 को। अब हामी यसको क्वेसन नम्बर 10 को सोल्भ गर्न गइरहेको छौँ, जुन कोशी प्रदेशमा सोधिएको थियो अघिल्लो सालको क्वेसनमा। अब क्वेसन नम्बर 10 मा ए बी सी गरी 3वटा क्वेसन दिएको हुन्छ। पहिला ए र बी र सी गरी 3वटा दिएको छ। क्वेसन नम्बर ए मा के चाहिँ x बाट y को पावर के छ भन्दा x बाट y को पावर 0 अथवा नट y को पावर 0 को मान कति हुन्छ। अब यसको y को पावर 0 भयो भने के हुन्छ, यसको भ्यालु 1 हुन्छ। द भ्यालु अफ x बाट y को पावर 0 = 1 हुन्छ, किनभने कुनै पनि अङ्कको माथिको पावर 0 भयो भने, कुनै पनि अङ्कको पावर 0 भयो भने त्यसको भ्यालु 1 हुन्छ, त्यही हो 1 भइहाल्यो। अब फेरि यहाँ बीमा के छ भने सरल गर्नुहोस्। सरल गर्नुहोस्, सिम्प्लिफाई गर्नु पर्यो। एउटा यो क्वेसन दिएको छ 3x + 1 बटे 9x² + 3x + 1 प्लस 3x - 1 बटे 9x² - 3x + 1 प्लस 2 बटे 81x को पावर 4 प्लस 9x² + 1। अब यति दिएको छ भने यति गरेसम्म हामीले 1 मार्क्स मिल्छ र अर्को यो ए मा गरे हामी 1 मार्क्स मिल्छ। यो इजिली क्वेसन हो। अब यसलाई हामी सोल्भ गर्छौँ। अब क्वेसन जस्ता त्यस्तै लेख्ने। अब हामीलाई यसलाई के गर्नु भन्दाखेरि अब यो सेम जस्ता त्यस्तै यतिसम्म लेख्ने र पछि गएर हामी के गर्नु पर्यो, यहाँ अब यसलाई ब्रेक गर्नु पर्यो। अब दुईटालाई हामीले यसलाई ब्रेक गर्नु पर्यो। त के हुन्छ, ब्रेक गर्दा हामीलाई 9x² + 3x + 1 र अर्को 9x² - 3x + 1 यहाँ भइहाल्यो। यतिको 81 x को पावर 4 प्लस 9x² + 1 को यतिलाई हामी ब्रेक गर्दा, खण्डीकरण गर्दा, फ्याक्टराइजेसन गर्दा यतिसम्म आइहाल्यो दुईवटा। अब यसलाई आयो भने अब यसबाट हामीले सिम्प्लिफाई एलसिएम लिन्छौँ। अब एलसिएम लिँदा भन्दाखेरि यो सबै त मिलेको छ नि त, यहाँ योले फर्स्टमा मिलेको छ र यो सेकेन्डले यो सेकेन्डसँग मिलेको छ भन्दाखेरि सबै मिलेको छ भन्दाखेरि एउटा कमन लिने। अब सबै मिलेको छ भने यो दुईवटा यहाँ कमन लिइसक्यो एलसिएम। अब हामीले के गर्छौँ, अब 3x + 1। अब यसमा नभएको सङ्ख्या कुन हो, 9x² + 3x + 1 छ, तर मुनि भन्दाखेरि यसमा छ भने मुनि कति एउटा छ, तर बाँकी नरहेको भयो कुन, यो 9x² - 3x + 1। अब यसले यतिमा मल्टिप्लाई गर्ने, यहाँ मल्टिप्लाई गर्ने, फेरि यहाँ प्लस गरिदिने र फेरि यहाँ 3x - 1, यहाँ 3x - 1 भयो। अब यसमा हामीले फेरि केले मल्टिप्लाई गर्ने, यसमा नभएको सङ्ख्या। अब यसमा नभएको भने 9x² - 3x + 1। अब यो छ भने तल कुन छैन भने यो छ भने यहाँ, अब तल त यहाँ मिलेको छ भने बाँकी कुन छैन, यो छैन 9x² + 3x + 1। अब यतिले यहाँ मल्टिप्लाई गर्ने र प्लस यहाँ 2 ले। अब यो दुईटालाई यहाँ तल डिभाइड गर्दा 2 यही हुन्छ, त्यस कारण यहाँ भइहाल्यो 2। अब यति यहाँ मल्टिप्लाई गर्ने, यो यसमा मल्टिप्लाई गर्ने र यो यसमा मल्टिप्लाई गर्ने। अब मल्टिप्लाई गर्दा हामीले यसरी गर्दा मल्टिप्लाई गर्दा कति आउँछ भने यो दुईटै मल्टिप्लाई 27x³ - 9x² + 3x + 9x² - 3x + 1 प्लस 27x³ + 3x - 9x² - 3x - 1 + 2 यहाँ भइहाल्यो। तलको जस्तो त्यस्तै हो। अब यसबाट हामी माइनस प्लस गर्ने, कुन माइनस भइहाल्छ, कुन प्लस भइहाल्छ, त्यसरी हामी माइनस यो 9x² र यो 9x² कटेर जान्छ र फेरि यहाँ प्लस 3x र यो माइनस 3x यो कटेर जान्छ, फेरि यहाँ +1 र -1 यो फेरि कटेर जान्छ। अर्को यहाँ के छ भन्दाखेरि यहाँ यसरी कटेर जान्छ, यो प्लस 3x र यो -3x फेरि यहाँ कटेर जान्छ। त्यस्तै यहाँ कटेर जान्छ भन्दाखेरि अन्तिममा बच्ने भन्दाखेरि अर्को यहाँ यो दुटैलाई सम गरिदिने। अब त्यही हो, पछि गएर कति मार्छ भने यहाँ हेर्नु होला। पछि गएर के छ 54x³ + 2 यहाँ बाँकी रह्यो, तलको जस्ता त्यस्तै हो। अब यसबाट हामीले कमन लिँदा, अब कमन 2 लिँदा बाँकी रहेको 27x³ + 1। अब यति कमन लिएर यति बाँकी रह्यो। अब यसलाई हामी फेरि हामी के 3x को पावर
क्यू अब गर्दा 3x को पावर होल क्यू गर्दा यसलाई हामीले 27x क्यूब गर्न सकिन्छ। यसलाई हामी यो फर्ममा यसलाई हामी फ्याक्टराइज गरेको छौँ +1 भयो। अब यसमा हामी हेर्ने अब यो के को फर्मुला छ भन्दाखेरि AQ + BQ को यो फर्मुलामा भइहाल्यो। अब त्यही AQ + BQ को फर्मुला अनुसार हामीले यहाँ लेख्ने। अब के फर्मुला भयो त्यही लेख्ने 3x + 1 9x² - 3x + 1 यहाँ भइहाल्यो। त्यही फर्मुला अनुसार यहाँ भइहाल्यो। अब यसबाट हामीले कट्ने कुन हो 9x² - 3x + 1 तल 9x² - 3x + 1 यहाँ कटेर जान्छ। त बाँकी रहेको 2 × 3x + 1 यहाँ 2 × 3x + 1 र बाँकी तलको 9x² 3x + 1 यहाँ बाँकी रह्यो। त्यही हो यहाँ एन्सर यहाँ यतिसम्म भइहाल्यो। अब हामी के गर्छौँ अब यसको सीमा के छ भन्दाखेरि वर्ग समीकरण गरी हल गर्नुहोस्। अब यसको वर्ग समीकरण भन्दाखेरि त्यो कम्प्लिटिङ मेथड भन्दाखेरि वर्ग समीकरण गरेर हामी स्क्वायरिङ मेथडबाट गर्छौँ। यसलाई सोल्भ गर्छौँ कम्प्लिटिङ मेथडबाट। त्यसको यति गरेसम्म हामी 2 मार्क मिल्छ। अब यो इक्वेसन के छ भन्दाखेरि x² - 5x + 6 = 0। अब यो एउटा क्वेसन भयो होला। अब यसलाई सोल्युसन गर्दा यहाँ क्वेसन जस्ता त्यस्तै अब x² अब यसलाई के गर्नु पर्यो यो फर्मुला a - b को होल स्क्वायर को फर्मुला हामी गरेर यसलाई सोल्युसन गर्दा x² - 2x x भयो होला 2ab भने यसरी बुझ्नु ab 2x 5/2 प्लस त्यो 5/2 यो मल्टिप्लाईको फर्ममा 2 × यो के छ भने ab 2a भनेको x भनेको a हो x र b भनेको 5/2 यो कम्प्लिटिङ मेथड आफूले यहाँ राखेको 5/2 यहाँ आफूले राखेको यहाँ हो 5/2 कम्प्लिटिङ मेथडबाट गर्दा 5/2 प्लस फेरि यहाँ b भनेको 5/2 को होल स्क्वायर माइनस फेरि यहाँ योलाई माइनस गर्नको लागि यति हामी फेरि 5/2 ले स्क्वायर गर्दा यहाँ माइनस गरेको छ। त्यही हो। अब +6 = 0 भइहाल्यो। अब यसलाई हामी यो प्लसवाला अगाडि लिने र यो माइनसवालालाई यहाँ पछाडि गएर यहाँ के हुन्छ भन्दाखेरि स्क्वायर गर्दा 25/4 भइहाल्यो। र यसलाई हामी के यो यतिसम्म के को फर्ममा भइहाल्यो a के छ भन्दाखेरि a - b को होल स्क्वायर को त्यही हो a - b को होल स्क्वायर त्यही फर्ममा गएर यहाँ बसेको छ a - b को होल स्क्वायर को यहाँ माइनस भइहाल्यो। यहाँ के छ भन्दाखेरि यो माइनसमा हुन्छ यतिसम्म यो सबै माइनस हो माइनस। अब यो यतिसम्म माइनस भइहाल्यो। अब यसलाई के गर्छ अब यो दुईटा एलसीएम लिने। अब एलसीएम लिँदा 4 एलसीएम लिँदा भने 24 - 25 भयो। अब 6 4 = 24 - 25 गर्दा -1/4 भइहाल्यो। अब यतिसम्म भइहाल्यो -1/4। अब -1/4 लाई हामीले कसरी 1/2 को होल स्क्वायर लेख्न सकिन्छ त्यति भयो। यहाँ यसरी लेखेका छौँ। अब यतिसम्म लेख्यौँ भने अब हामी के गर्नु पर्यो यहाँ अब यसको वही त के छ भन्दाखेरि यसको के फर्मुला भयो भने अब बुझ्नु होला a² - b² को फर्मुलामा गइहाल्यो। अब यतिसम्म a - b को होल स्क्वायर को फर्मुलामा गइहाल्यो। अब गइसकेपछि हामीले फेरि यहाँ गर्नु पर्यो के यसको a + b र a - b यसरी हामी सोल्युसन गर्दा x - 5/2 - 1/2 भइहाल्यो र अर्को x - 5/2 + 1/2 यहाँ यतिसम्म भइहाल्यो। अब यतिसम्म भइहाल्यो इक्वल टु यहाँ 0 छँदैछ। अब हामीले यहाँ के छ भन्दाखेरि दुईवटा भ्यालु आइहाल्यो। अब यसबाट हामी एलसीएम लिने 5/2 - 1 को एलसीएम लिँदा 2 हुन्छ र यहाँ 5 - 1 गर्दा 4/2 भइसक्यो। यसरी हामी फेरि यहाँ यसको 5/2 + 1/2 को एलसीएम लिएर 2 एलसीएम लिन्छौँ भने 5 + 1 6 भइहाल्यो तर तल 2 अब 6/2 भइहाल्यो। अब 6 मा 2 ले डिभाइड गर्दा 3 हुन्छ र यहाँ 4 मा 2 ले डिभाइड गर्दा 2 हुन्छ। त x - 2 र x - 3 आइहाल्यो इक्वल टु 0। अब यहाँ दुईवटा कन्डिसन आयो। अब हामी के गर्छौँ x - 3 = 0 लिँदा x को भ्यालु 3 हुन्छ र अर्को x - 2 लिँदा x को भ्यालु यहाँ 2 भयो। x - 2 = 0 लिँदा x को भ्यालु 2 भयो। अब हेन्स x = 2 र 3 x को भ्यालु दुईवटा आइसक्यो। कम्प्लिटिङ मेथड युज गरेर हामी वर्ग समीकरण युज गरेर के दुईवटा आइसक्यो x को भ्यालु 2 र 3 एन्सर यसको यतिसम्म भयो। अब हामी अर्को क्वेसन नम्बर के गर्छौँ 11 गर्छौँ। अब 10 भइसक्यो। अब 11 गर्छौँ। अब 11 के छ भने यो एउटा जुन ट्रायंगलबाट हामीले सोधिएको छ यो ट्रायंगलबाट त एउटा आधार के छ भन्दाखेरि यो क्वेसनमा यो कतिवटा भन्दाखेरि यो 3 वटा क्वेसन हो जुन एसई मा 4 मार्क्स आउनुपर्छ। यो क्वेसन यसबाट 11 नम्बरको क्वेसन नम्बर 11 मा यो 5 मार्क्स 4 मार्क्सको क्वेसन आउने गर्छ प्रत्येक साल एसई मा। यो 2080 को क्वेसन हो कोशी प्रदेशको। अब यसलाई सोल्भ गर्दा हामीले पहिला क्वेसन पढ्छौँ। एउटा आधार एमएन भन्दाखेरि यो बेस एमएन र एउटा समानान्तर रेखा एमएन र पी। अब यही आधार यही समानान्तर रेखा हो एमएन र पी को एउटा समानान्तर रेखा बीच रहेको त्रिभुज पीएमएन। अब यसो रहेको पी के छ भने पीएमएन एउटा त्रिभुज हो पीएमएन
र समानान्तर चतुर्भुज MNQR। अब समानान्तर चतुर्भुज के चाहिँ MNQR यो एउटा समानान्तर चतुर्भुज हो। अब त्यही यो क्वेसन छ। अब के छ इङ्ग्लिसमा के छ ट्रायंगल PMN and parallelogram MNQR are on same base हो, सेम बेसमा छ दुवै र MN and between the same parallel lines MN and PQ त्यही हो। अब एमा के सोधिएको छ भन्दाखेरि एउटै आधार र एउटै समानान्तर रेखाहरू भित्र रहेका त्रिभुजहरूको क्षेत्रफल बीचको सम्बन्ध के हो। अब दुईटैको सम्बन्ध लेख्नुपर्ने यतिसम्म लेख्यो भने 1 मार्क्स मिल्छ। के छ भन्दाखेरि एरिया अफ ट्रायंगल स्ट्यान्डिङ अन सेम बेस एन्ड लेङ बिट्विन द सेम प्यारालेल लाइन्स आर इक्वल इन एरिया। अब के भनेको छ भन्दाखेरि सेम भन्दाखेरि सेम बेस र सेम जुन प्यारेललोग्राम जुन चाहिँ यहाँ प्यारेलल लाइन बनेको छ र सेम बेसमा बनेको ट्रायंगल भनेको एउटा ट्रायंगल र अर्को प्यारेललोग्रामको एरिया इक्वल हुन्छ यहाँ बनेको छ, इक्वल हुन्छ। त्यही हो सेम बेसमा बनेको एउटा ट्रायंगल र त्यही बेसमा बनेको एउटा प्यारेललोग्रामको एरिया सेम हुन्छ। अब बीमा के छ बीमा सोधिएको के थियो भन्दाखेरि यदि के छ भन्दाखेरि यदि राइट ट्रायंगल QRN को क्षेत्रफल 25 वर्ग सेन्टिमिटर भए PMN को क्षेत्रफल पत्ता लगाउनुहोस्। अब के छ QRN, अब यसमा के छ QRN, अब यतिको क्षेत्रफल 25 स्क्वायर सेन्टिमिटर भयो भने अर्को के छ PMN, अब PMN कति होला PMN को अब यतिको कति होला क्षेत्रफल त्यो पत्ता लगाउनु पर्ने हो। अब यसलाई सोलुसन गर्छौँ हामी। सोलुसन गर्दा एरिया अफ QRN को 25 स्क्वायर सेन्टिमिटर हो। अब पत्ता लगाउनु पर्ने हो एरिया अफ PMN को। अब अकर्डिङ टु द फिगर अब हामी फिगर अनुसार हेर्छौँ भन्दाखेरि यसको सोलुसन गर्दा एरिया प्यारेललोग्राम के छ MNQR के छ यहाँ एरिया प्यारेललोग्राम यो प्यारेललोग्रामको हामी ट्रायंगलको सिम्बल हो, हामीलाई यहाँ प्यारेललोग्रामको सिम्बल बुझ्नु पर्यो। MNQR इक्वल टु 2 इन्टु एरिया अफ QRN। अब ट्रायंगलको 2 गुणा के छ प्यारेललोग्राम हुन्छ, यति बुझ्नु पर्यो। 2 गुणा एरियाको के छ ट्रायंगलको 2 गुणा प्यारेललोग्राम हुन्छ। यहाँ QRN ट्रायंगलको 2 गुणा MNQR प्यारेललोग्राम भयो। अब यसले गर्दा 2 इन्टु 25 गर्दा 50 स्क्वायर सेन्टिमिटर भयो। अब हामी के गर्छौँ एरिया अफ PMN यो ट्रायंगलको पत्ता लगाएको छ। त अब यसको एरिया पत्ता लगाउनको लागि 1/2 एरिया प्यारेललोग्राम MNQR हुन्छ। अब के छ प्यारेललोग्रामको आधा हुन्छ किनभने सेम बेसमा बनेको छ त्यसकारण आधा हुन्छ। 1/2 एरिया प्यारेललोग्राम MNQR हो। अब 1/2 इन्टु 50 गर्दा कति हुन्छ भने 25 स्क्वायर सेन्टिमिटर भयो। अब के हामी बुझ्नु पर्यो यहाँ एरिया अफ PMN इक्वल टु एरिया अफ QRN हुन्छ, यही भइहाल्यो। हामी एउटा सोलुसन गरेर स्टेप हामी प्रोसिडरमा सोलुसन गरेर यतिसम्म आइसक्यो। अब हामी सीमा के छ सीमा के सोधिएको थियो यहाँ त्रिभुज PMN को आधार समानान्तर चतुर्भुज MNQR को आधार भन्दा दोबर भएको भए त्रिभुज र समानान्तर चतुर्भुजको क्षेत्रफल बीचको सम्बन्ध के हुन्छ तर्क दिनुहोस्। अब त्यही हामी तर्क दिनुपर्ने हो। अब यसलाई सीमासँग गर्दा द रिलेसन बिट्विन द एरिया अफ ट्रायंगल एन्ड प्यारेललोग्राम इफ द बेस अफ ट्रायंगल वाज डबल अफ के छ डबल अफ द बेस अफ द प्यारेललोग्राम। यसमा के भनेको छ भन्दाखेरि द रिलेसन बिट्विन एरिया अफ ट्रायंगल एन्ड प्यारेललोग्राम। अब के छ भन्दाखेरि दुईटैको रिलेसन एरिया अफ ट्रायंगलको एरिया अफ प्यारेललोग्रामको रिलेसन के छ भन्दाखेरि इफ बेस अफ ट्रायंगल वाज के छ इफ बेस अफ ट्रायंगल वाज ट्रायंगलको बेस डबल अफ बेस अफ प्यारेललोग्राम के छ अब प्यारेललोग्रामको भन्दाखेरि यो ट्रायंगलको 2 गुणा बेस प्यारेललोग्रामको हुन्छ भन्दाखेरि यति यहाँ बुझ्यौँ। त एरिया अफ QRN इक्वल टु 1/2 बेस इन्टु हाइट यहाँ फर्मुला भयो 1/2 2MN भन्दाखेरि 2MN इन्टु हाइट भने 2MN इन्टु हाइट भइसक्यो। अब 2MN इन्टु हाइट इक्वल टु एरिया प्यारेललोग्राम MNQR यहाँ भइसक्यो, यति हो सोलुसन। अब हामी के 12 मा गर्छौँ। अब यो कन्स्ट्रक्सन सम्बन्धी हो 12 को। अब यो कोशी प्रदेशमा यही सोधिएको थियो कन्स्ट्रक्सन सम्बन्धी हो। अब 12 को भन्दाखेरि यो दुईवटा क्वेसन सोध्न गर्छ AB गरे यहाँ। तब के छ भन्दाखेरि यो A भनेको 3 मार्क्स हो र B भनेको कति 3 मार्क्स हो, दुईवटा क्वेसन हो। अब यसलाई हामी सोलुसन गर्दा पहिला क्वेसन पढ्छौँ 12 को। अब यो भिडियोको अन्त्यसम्म आइहाल्यो र यो तपाईहरुले भन्दाखेरि यो भिडियोको जुन हामी यो सोलुसन गरेको छ यति सबै PDF चाहियो भने हो भिडियोको डिस्क्रिप्सनमा छ PDF लिंक, त्यहाँ PDF नोट भनेर लिंक दिएको छ, त्यहाँ क्लिक गरेर त्यो नोट डाउनलोड गरेर आएर पढ्नु होला घरमा बसेर यहाँ।
अब हामी के यसको सोलुसन गर्छौँ। अब एमा के छ समानान्तर चतुर्भुज एबिसिडी को रचना गर्नुहोस् जसमा एबी इक्वल टु 6 सेन्टिमिटर र कोण भन्दाखेरि एङ्गल सिएबी इक्वल टु 40 डिग्री एङ्गल र अर्को एसी इक्वल टु 5 सेन्टिमिटर छन्। उक्त समानान्तर चतुर्भुजको क्षेत्रफलसँग बराबर हुने र एउटा भुजाको 6.5 सेन्टिमिटर भएको एउटा त्रिभुजको पनि रचना गर्नुहोस्। अब त्यही हो, त्रिभुजको रचना गर्नुपर्ने हो र त्यसैमा हामी यो सोल्युसन गरेका छौँ। हामी एउटा के छ भन्दाखेरि यो 6 सेन्टिमिटर एबी एउटा लाइन 6 सेन्टिमिटरको यहाँ खिचेका छौँ। अब के छ एङ्गल सिएबी। अब सिएबी भन्दाखेरि यो सिएबी कति 45 डिग्रीको हो, सिएबी 45 डिग्रीको र एसी इक्वल टु 5 सेन्टिमिटर हो। अब एसी भनेको यो 5 सेन्टिमिटरको त्यही हो। अब यसलाई हामी सोल्युसन गरेका छौँ, त्यही हो। एटमा 90 डिग्रीको यसमा हामी यो प्रोटेक्टर र कम्पास युज गरेर हामी यतिसम्म सोल्युसन गरेका छौँ, तिमीहरू बुझ्नु होला। यो एन्सर, यसको एन्सर र सोल्युसन यही हो। यस्तै सम्झाउनको लागि त्यसमा धेरै गाह्रो हुन्छ भन्दाखेरि यो कपी कलमलाई यहाँ सजिलो हुन्थ्यो। यहाँ प्रोटेक्टर युज गरेर कम्पास युज गरेर सोल्युसन गर्दा यहाँ डाइरेक्ट यहाँ एन्सर हामी राखिदिएको छौँ यसको। अर्को हामी बी गर्छौँ। 12 को बीमा के छ भन्दाखेरि चित्रमा दुईवटा वृत्तहरू बिन्दु पी र आरमा प्रतिच्छेदन भएको छन्। बिन्दु आर ठुलो वृत्तको परिधिमा पर्दछ र बिन्दु ओ सानो वृत्तको केन्द्र पनि हो। अब यसलाई सोल्युसन गर्दा हामीले के गर्नु पर्यो, यहाँ इन द फिगर के छ भन्दाखेरि इक्वेसन इङ्ग्लिसमा छ कि इन द फिगर टु सर्कल इन्टरसेक्टेड एट द पोइन्ट पी एन्ड क्युआर। पी एन्ड आर, अब दुईवटा पोइन्ट एउटा इन्टरसेक्ट भएको छ जुन पी र आर पोइन्ट हो र पोइन्ट आर इज लाइज अन द सर्कमफ्रेन्स। पोइन्ट के छ भन्दाखेरि सर्कमफ्रेन्समा छ भन्दाखेरि यो पोइन्ट सर्कमफ्रेन्सको आर। अर्को के छ भन्दाखेरि यो सर्कमफ्रेन्स अफ द बिगर सर्कल। अब यो के छ ठुलो सर्कलको यो आर हो। अर्को एन्ड पोइन्ट ओ इज द सेन्टर अफ द स्मलर सर्कल। अब यो भन्दाखेरि सेन्टर अफ ओ भनेको सेन्टर अफ स्मलर सर्कलको यो सेन्टर ओले डिनोट गरेको छ। अब यसलाई हामी प्रुभ गर्नुपर्ने हो। प्रमाणित गर्नको लागि प्रुभ डायट के छ प्रुभ गर्नुपर्ने एङ्गल भन्दाखेरि क्युपिओ। अब क्युपिओ इक्वल टु के छ क्युपिओ इक्वल टु एङ्गल ओएसआर। ओएसआर हामीले प्रुभ गर्नु पर्यो, क्युपी इक्वल टु ओएसआर। अब यो क्वेसन नम्बर भन्दाखेरि यो 3 मार्क्सको क्वेसन हो। क्वेसन नम्बर 6 मार्कको आउने गर्छ एसीमा क्वेसन नम्बर 12 को र 12 मा आउँदा यो बीको हो, बीको 3 मार्क्सको हो। अब यसलाई सोल्युसन गर्दा हामीले पहिला गिभन डाटा टु सर्कल इन्टरसेक्टेड एट पोइन्ट पी एन्ड आर। अब त्यो हामी लेख्छौँ, त्यही हो माथिको क्वेसन। अब पोइन्ट ओ इज द सेन्टर अफ, त्यही हो। अब हामी टु प्रुफ के गर्नु पर्यो, यहाँ प्रुफ यति गर्नु पर्यो। अब प्रुफ गर्दा हामीलाई यो प्रुफ हो, यहाँ प्रुफ हो। अब यो सिरियल नम्बर स्टेटमेन्ट र रिजन, यहाँ स्टेट तथ्य र कारण यहाँ दिन्छ, यो सिरियल नम्बर हो। अब 1 मा के छ भन्दाखेरि क्युपिओ। क्युपिओ इक्वल टु एङ्गल ओआरएस। अब के क्युपिओ अब क्युपिओ भन्दाखेरि यो एङ्गल इक्वल टु क्युआरएस। क्युआरएस अब यो एङ्गल हो क्युआर, यो एङ्गल र यो एङ्गल इक्वल हुन्छ, त्यही भयो। इन अ साइक्लिक क्वाड्रेटरल द रिलेसन बिट्विन एन एङ्गल एन्ड अपोजिट एङ्गल, त्यही हो यसको रिलेसन रिजन यहाँ। अर्को एङ्गल ओआरएस। अब ओआरएस इक्वल टु ओएसआर हुन्छ। ओआरएस इक्वल टु ओआरएस, यो एङ्गल इक्वल टु के हुन्छ ओएसआर। अब यो एङ्गल इक्वल टु यो एङ्गल हुन्छ। यसमा भनेको त्यही हो, यो एङ्गल इक्वल टु यो एङ्गल भयो भने यो एङ्गल इक्वल टु यो एङ्गल यहाँ भइसक्यो, त्यति हो। अब क्युपिओ इक्वल टु ओएसआर हुन्छ। अब क्युपिओ इक्वल टु ओएसआर यहाँ भइसक्यो, यति भयो भने बराबर यति यहाँ भइहाल्छ। त्यो फ्रम द स्टेटमेन्ट 1 र 2 बाट भएको छ। ओआरएस इक्वल टु ओएस भएकाले यहाँ यतिसम्म भयो। अब यो भिडियो अन्त्यसम्म भयो, भिडियो यही समाप्त भइसक्यो। र यो भिडियो कस्तो लाग्यो भने यो कमेन्ट गर्नु होला, लाइक गर्नु होला, सेयर गर्नु होला र अर्को साथीहरूसँग पनि सेयर गर्नु होला। अर्को नयाँ भिडियोको लागि यो च्यानललाई पनि सेयर गर्नु होला। अर्को भिडियो हामी लिएर आउँछौँ पार्ट 4, जसमा हामी 13 देखि 16 सम्म गर्नेछौँ, क्वेसनहरू सल्भ गर्नेछौँ।